शीर्षक फेरि तिमी टाढिनेछौ। मेरो हृदयको अन्तस्करणमा तिम्रो स्पर्श स्मृतिले पोलिरहेका छन्। कानै नजिक आएर तिम्रो सम्झनाहरू बोलिरहेका छन्। कतै म मात्र होइन, तिमीलाई यति धेरै सोचिरहेको, विगतलाई सम्झिएर वर्तमानलाई खोजिरहेको। गाह्रो हुँदो रहेछ कसैले लत बसिसकेपछि छुटाउन, कसैसँग गाँसेको यो सम्झनाहरूको गाँठो फुकाउन। मलाई लागिरहेको थियो सायद म मात्रै तिम्रो सम्झनामा अल्झिएको छु, घुमिरहेको छु एक्लै यादको भुमरीमा। अनि सोच्छु हामीसँग जोडिएको सबै चिजहरू बदलियो होला मौसम, फेरियो होला दुबोहरूको रङ, झर्यो होला सुकेका पातहरू, भेटिन्छन् होला छुटको साथहरू, बन्यो होला प्रेमको बाटोहरू, सायद बन्द भयो होला छुट्टिने हिँडो बाटोहरू। तर हेर न, म भ्रममा पो रहेछु। यो ठाउँ अझै पनि उस्तै छ, त्यो पुरानै रुख, कैयौँ कहानी बोकेर बहेको बतास, कलकलाइरहेको खोला अनि सलबलाइरहेको कथाहरू। समयले धेरै कुरा बदलेको होला जस्तो लागेको थियो, तर सबै दुरुस्तै रहेछ। शङ्खमूल पार्क, तिमीलाई अन्तिमचोटि यहीँ भेटेको थिएँ। त्यो दिन आकाशमा घनघोर कालो बादल छाएको थियो, त्यो बादल जसले मलाई कहिले छोडेन। एकटक एकअर्कालाई निहालिरह्यौँ निरन्तर। बगेको आँसुले अनेकौँ भाव अनि प्रश्न तिर्स्याइएको थियो। बोल्नका लागि कयौँ शब्दहरू थिए, तर हाम्रो अस्पष्ट बोलीले त्यसलाई दबाएको थियो। कसिएर समाएको हातले छोड्न मानिरहेको थिएनन्। तिमीलाई गुमाउँदै गर्दाको पीडाले मुटु दुखाइरहेको थियो। अन्तिमचोटि मैले हेरिरहेको थिएँ तिमी टाढिँदै गएको, अनि आफैलाई सोधेको थिएँ अब फेरि कहिले भेट होला र। भन न, यही हाम्रो अन्तिम भेट हो के? हामी फेरि कहिले एकअर्कालाई हेर्न पाउँदैनौँ? अब कसलाई सुनाउँछौँ हामी हरेक दिनको खबर? कहाँ बसेर बिताउँछौँ त्यो साँझहरू जब यो हावाले तिम्रो सन्देशहरू बोकेर आउनेछ? कसरी सकुला र सहनलाई, कसरी सम्झाउँछ होला आफ्नो मनलाई? धेरै कुरा भन्नु थियो तिमीलाई। मेरो मनमा खप्टिएको प्रश्नहरूलाई एउटा कुनामा राखेर तिमीलाई अँगालोमा बाँधेर रोक्न मन थियो। आँखाभरि माया पोखेर भन्न मन थियो, तिमी बिनाको यो यात्रा अधुरो छ। बस न सबै कुरा भुलेर फेरि एकपटक मलाई आफ्नो बनाऊ अनि नयाँ सुरुवात गरौँ। थियो नछोडिदेऊ, थामिसकेको यो हातलाई नजाऊ टाढा। तोडेर यो साथलाई म तिमीलाई रोक्ने हरेक प्रयास गर्न चाहन्थेँ। न तिमी रोकिन चाहन्थ्यौ, न समयले हामीलाई दोस्रो मौका नै दियो। म सोध्न चाहन्छु, बाध्यता किन प्रेमभन्दा बलियो हुन्छ? इच्छा चाहना हुँदाहुँदै पनि किन प्रेम अधुरो रहन्छ? शब्दहरू ओठसम्म आइपुगेका थिए, तर समय क्रूर हुँदै थियो। परिस्थितिले मलाई नबोल्ने बनाइदियो। नत्र किन यस्तो लाग्छ जसरी समयले श्वास नै रोकिदिएको छ? मलाई लाग्थ्यो समयले हामीलाई बुझ्नेछ, तर होइन। समय त कठोर भइसकेको रहेछ। यो न कसैको साथी हुन्छ न कसैको विरोधी। यो त केवल बगिरहन्छ जस्तै तिमी बग्यौ मबाट टाढा। मलाई एक्लै यो उजाड मरुभूमिमा एक्लै छोडेर। तिमी गएदेखि मसँग एउटा प्रश्न बाँचिरहेको छ। हरेक दिन ती प्रश्नहरू तिमीलाई सोध्न चाहन्छु। यदि केही वर्षपछि अचानक हाम्रो भेट भयो भने तिमी के गर्छौ? डरले त्यो शिर झुकाउँछौ कि सम्झनामा आँखाबाट खसेका आँसु लुकाउँछौ? चुपचाप पाइला सार्नेछौ कि मलाई देखेर रोकिनेछौ? आफूलाई तिमी सम्हाल्नेछौ, मेरो अगाडि पोखिनेछौ? मलाई थाहा छैन तिम्रो उत्तर के हुनेछ, तर म भने सायद रोकिरहनेछु। जसरी अहिले रोकिएको छु, सायद अन्तिम पटक मन सम्हालेर तिमीलाई हेर्नेछु। तिमी आफ्नै संसार अघि कदम बढाउनेछौ, म तिमीलाई हेर्दै टोलाइरहनेछु। सम्भव छ एकपटक तिमी पनि पछाडि फर्किनेछौ, मलाई हेर्नेछौ, सम्झनेछौ विगत।
निचोर्ने छौ मुटुलाई, बगाउने छौ यादको ठिक्का, अनि कहिले भेट नहोस् भन्दै फेरि तिमी टाढिने छौ।